नमस्कार साथीहरू। के तपाईँहरूको पनि विन्डोज 8, 10, 11 को चाहिँ पासवर्ड बिर्सेर तपाईँहरूलाई समस्या भइरहेको छ? अनि तपाईँहरूले विन्डोजको पासवर्ड बिर्सिनु भएको छ भने यसलाई सजिलैसँग रिसेट गर्न सकिन्छ। आज हामी चाहिँ त्यही विन्डोजको पासवर्डलाई कसरी रिसेट गर्ने भनेर सिक्न गइरहेको छौँ है त। र साथीहरू, विन्डोजको पासवर्ड रिसेट गर्नको लागि तपाईँहरूले सुरुमा म यो कम्प्युटरलाई लक गरिदिएँ। तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो शिफ्ट बटन, कम्प्युटरको शिफ्ट बटनलाई होल्ड गरेर यहाँबाट तपाईँले सर्वप्रथम कम्प्युटरलाई रिस्टार्ट गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ रिस्टार्ट गरौँ। र कम्प्युटर रिस्टार्ट भइसकेपछि यहाँ तपाईँहरूले ट्रबल सुट भन्ने अप्सन देख्नुहुन्छ। ट्रबल सुट भन्ने अप्सनमा जानुहोस्, त्यसपछि गएर एडभान्स अप्सन भन्नेमा जानुहोस् र यसपछि कमान्ड प्रम्प्ट भन्ने अप्सनलाई क्लिक गरिसकेपछि तपाईँले आज यो एडमिनिस्ट्रेटर एक्स विन्डोज सिस्टम 32 CMD भनेर आउँछ। तपाईँहरूले यहाँ यसलाई चाहिँ अब सी ड्राइभमा यो पाथमा चाहिँ यसले काम गर्दैन। सी ड्राइभमा जानुहोस्। सी ड्राइभमा गइसकेपछि सिडी गरेर विन्डोजमा जानुहोस्, त्यस्तै गरी सिडी गरेर सिस्टम 32 भन्ने यो फोल्डरमा जानुहोस्। अब यहाँ गइसकेपछि तपाईँहरूले दुईवटा फाइलहरूलाई रिनेम गर्नुपर्ने हुन्छ। जस्तै पहिलामा तपाईँहरूले रिनेम गर्नको लागि त्यहाँ लेख्नुहोस्, त्यसपछि utilman.exe भन्ने फाइललाई utilman1.exe, यो जस्ट नाम चेन्ज गरेको मात्रै हो, यसलाई चेन्ज गर्नुहोस्। त्यस्तै गरेर दोस्रोमा चाहिँ तपाईँहरूले अब अर्को फाइल चाहिँ cmd भन्ने फाइललाई cmd.exe भन्ने फाइललाई चाहिँ utilman.exe भन्ने फाइलमा यो नाम चेन्ज गरिदिनुहोस्। यति गरिसकेपछि यसमा केही पनि गर्नु पर्दैन, हामीले एक्जिट गरिदिनुहोस् र यो एक्जिट एन्ड कन्टिन्यू टु विन्डोज 11 भन्नेमा जानुहोस्। तपाईँको कम्प्युटर फेरि रिस्टार्ट हुन्छ। ल, कम्प्युटर रिस्टार्ट भयो। तपाईँहरूले अब के गर्नुहोस् भन्दाखेरि हामीले यो एक्सेसिबिलिटी फाइलको नामलाई चाहिँ भित्रबाट रिनेम गरेको छौँ, यसमा क्लिक गर्नुहोस्। कमान्ड प्रम्प्ट खुल्छ। कमान्ड प्रम्प्ट खुलिसकेपछि अब तपाईँले केही पनि गर्नु पर्दैन, यसमा जस्ट एउटा कमान्ड टाइप गर्नुहोस्, कन्ट्रोल युजर पासवर्ड्स, कन्ट्रोल युजर पासवर्ड्स 2 भनेर टाइप गर्नुहोस् यहाँ र इन्टर गर्नुहोस्। ल, खुल्यो यो। यो खुलिसकेपछि तपाईँले अब यहाँ तपाईँको युजरहरू कतिवटा युजर छ कम्प्युटरमा यहाँ देखाउँछ र यो युजरको पासवर्ड तपाईँले यहाँबाट रिसेट पासवर्ड भन्नेमा क्लिक गर्नुहोस्। अब यहाँबाट तपाईँले चाहिँ आफ्नो नयाँ पासवर्ड जस्तै 1 2 3 4 5 यसलाई कन्फर्म गर्नुहोस्। 1 2 3 4 5 यसरी राखेर ओके गर्नुभयो भने चाहिँ र यहाँबाट ओके गर्नुभयो भने चाहिँ तपाईँको पासवर्ड चाहिँ रिसेट हुन्छ। पासवर्ड चेन्ज भयो भनेको छ यसले। अब 1 2 3 4 5 गरेर इन्टर गर्नुभयो भने चाहिँ तपाईँको कम्प्युटर खुल्यो हो। यसरी चाहिँ हामीले कम्प्युटरको पासवर्ड चेन्ज गर्न सकिन्छ। र यो चेन्ज गरिसकेपछि अब खासमा हामीले के गरेको भन्दाखेरि चाहिँ यसलाई लक गरौँ। यो एक्सेसिबिलिटी भन्ने बटनको चाहिँ हामीले चेन्ज गरेर युटिलम्यान भन्ने कमान्डलाई चाहिँ रन गरेको हो यसमा। जस्तै यसलाई अन राखिराख्नु हुँदैन तपाईँले। यसलाई चाहिँ अब ब्याक टु नर्मलमा लानुपर्ने छ भने तपाईँले फेरि के गर्नुहोस् भन्दाखेरि अब यसलाई एकपटक फेरि यसलाई के गर्नुहोस् भन्दा शिफ्ट होल्ड गरेर रिस्टार्ट गर्नुहोस्। अघि नैको जस्तै अब हामीले चाहिँ त्यो जुन हामीले रिनेम गरेको फाइलहरूको नामलाई ओरिजिनल नाम जे थियो त्यही नाम नै राखेर सेट गर्नुपर्ने हुन्छ। यहाँ गइसकेपछि अघि नै जस्तै हामी चाहिँ एडभान्स अप्सनमा जाने र कमान्ड प्रम्प्टमा जाने र अघि जस्तै सुरुमा जाने। यहाँ गएर रेन हामीले अघि नै चेन्ज गरेको फाइलहरूलाई पुरानै अवस्थामा ल्याउनको लागि अब utilman.exe भन्ने फाइललाई चाहिँ cmd.exe भन्ने फाइलमा कन्भर्ट गरिदिने र utilman1.exe नामको फाइललाई चाहिँ अब पुरानै utilman.exe नाममा कन्भर्ट गरिदिने। यति देखिसकेपछि एक्जिट एन्ड कन्टिन्यू गर्नुहोस्। यसरी तपाईँले आफ्नो पासवर्ड बिर्सिनु भएको केसमा चाहिँ सजिलैसँग विन्डोज पासवर्डलाई रिसेट गर्न सक्नुहुन्छ। धन्यवाद।